नमस्ते तथा शुभ बिहानी। यो घोराई उपमहानगरपालिका अन्तर्गतमा रहेको बाल विकास माध्यमिक विद्यालय हो। यस विद्यालयमा अङ्ग्रेजी माध्यमतर्फ कक्षा नर्सरीदेखि कक्षा 10 सम्म र नेपाली माध्यमतर्फ कक्षा 1 देखि कक्षा 12 सम्म पढाइ भइरहेको छ। कक्षा 11 र 12 मा शिक्षा विषय र व्यवस्थापन विषय अध्यापन हुँदै आइरहेको छ। यो ठुलो भवन ब्लक ए भवन शिक्षक र कर्मचारीहरूको उपस्थितिलाई चाहिँ यसरी व्यवस्थापन गरिएको छ। यस विद्यालयमा जम्माजम्मी 61 जना शिक्षक कर्मचारीहरू कार्यरत हुनुहुन्छ अहिले। त्यसैगरी यस विद्यालयको प्राङ्गणमा रहेको यो सरस्वती मन्दिर श्री पञ्चमीको दिन यस श्री सरस्वती मन्दिरमा पूजा आजा गर्ने चलन रहेको छ। सम्पूर्ण अभिभावकज्यू शिक्षाप्रेमी लगायत सम्पूर्णलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना।